हेलो माइक टेस्ट 1 2 3 1 2 3 अनि आज चाहिँ म धेरै पछाडि चाहिँ बाहिर निस्केको छु है। अनि आज चाहिँ नि कहाँसम्म भन्दाखेरि एकछिन भ्लग बनाऊ भनेर निस्केको बाहिर। अनि जाडो एकदम धेरै थियो हिजो चाहिँ, अनि आज चाहिँ नि धेरै छैन, अहिले चाहिँ -1 0 त्यस्तै होला। अनि एकछिन बाहिर निस्क्यौँ भनेर बाहिर निस्किएको भ्लग बनाऊँ टेस्ट गरौँ भनेर। अनि आज चाहिँ म यहाँ योङिन फेकाम भन्ने ठाउँमा चाहिँ एउटा काफे छ के, अनि त्यहाँ काफेमा जाउँ भनेर। अनि धेरै टाढो छैन यहाँबाट चाहिँ 8 किलोमिटर त्यस्तै होला, 8-10 किलोमिटर होला। अनि यतिकै गएर अनि भ्लग टेस्ट गरेर अनि फर्किन्छु। अनि त्यहाँ चाहिँ के छ भने म भिडियो हेरिराख्छु, अनि गएपछि म देखाउँछु है त हजुरहरूलाई त्यहाँ के छ भनेर चाहिँ। अनि साथीहरूले हिजो ग्रुपमा कुरा भएको थियो, अनि के अरे उता सुनसनतिर आउनु त भन्दै थियो कुशल ब्रदर र किजन ब्रदरले, तर म चाहिँ गएन है। किनभने उता सुनसनतिर चाहिँ एकदम धेरै छ क्या, के अरे टाढा पनि पो टाइम धेरै लाग्छ के, नजिकै हो, नजिक भन्दा एकदम नजिक पनि होइन, टाढा भन्दा धेरै टाढा पनि होइन, तर त्यो बाटो चाहिँ त्यस्तै छ कि यहाँबाट याङफेङसम्म जाँदै चाहिँ त्यही 50-60-40 त्यस्तोको रेन्जमा हुन्छ। अनि धेरै टाइम लाग्छ, 1.5 घन्टा याङफेङ पुग्दै लाग्छ। अनि याङफेङबाट पनि फेरि उता सुनसन पुग्नलाई चाहिँ नि त्यस्तै बाटो छ क्या, 60-50को बाटोमा स्पिडमा। अनि एकदम धेरै टाइम लाग्ने भएर चाहिँ म आउँदिनँ ब्रदर भनेर भनेको थिएँ। अनि आज पनि दिन चाहिँ यस्तो छ है, एकदम त्यो काम लागेको छैन, अनि हावा पनि चलेको छैन, यस्तै छ। चिसो चाहिँ ठिकै त्यति साह्रो चिसो पनि छैन छन चाहिँ। अनि अहिले चाहिँ डिसेम्बरको लास्ट है, आज चाहिँ कति 27 हो कि क्या हो आज। एकछिन यहाँ रोकेर माइक टेस्ट गरेर जानु पऱ्यो। माइक किन हो, माइक छ कि छैन मेरो हेलमेटमा थाहा नै भएन। रहेछ यतातिर। अनि यता फेकाम वरिपरि अनि नजिक हुनुहुने साथीहरू को हुनुहुन्छ सबैलाई हेलो हाई नमस्ते है, अनि अन्य मान्छे है त। अनि हामी चाहिँ गर्मी सिजनमा चाहिँ यहाँ एउटा छोदोङ हाक्यो थियो, यहाँ छोदोङ हाक्योमा चाहिँ फुटबल खेल्थ्यो हामी चाहिँ। नेपाली साथीहरू टन्नै हुनुहुन्थ्यो यता वरिपरि नेपाली साथीहरू टन्नै हुनुहुन्छ। सबैजनालाई अन्य हस्यो हेलो नमस्ते है त सबैजनालाई। भिडियो हेर्दै हुनुहुन्छ भने मुनि कमेन्ट गर्नु होला है साथीहरू। अनि यता चाहिँ हाम्रो साथीहरू पनि हुनुहुन्छ, तर कुराकानी चाहिँ भएको छैन, तर साथीहरू हुनुहुन्छ। तर एकदम जाडो छ आज, शनिबार पनि सायद कतिपय साथीहरूको चाहिँ काम गर्दै हुनुहुन्छ होला। कति साथीहरू अब जाडोमा
के कसरी बिताउनु भइरह अनि जाडो एकदम धेरै जाडो छ अनि आफ्नो एकदम ख्याल गर्नु होला आफू अनि आफ्नो स्वास्थ्यको एकदम ख्याल गर्नु होला जाडोमा न्यानो कपडाहरू लगाएर होइन न्यानो न्यानो भएर बस्नु होला अब जाडो सुरु हुँदैछ हामीलाई यस्तो यो उ छ नि के अरे यस्तो इँटा पाकेर भएको यो चाहिँ अगाडि चाहिँ हैनदान बोधो यस्तो हैनदान बोधो क्या के अरे के भन्छ जेब्रा क्रसिङ छ भनेर अगाडि नै त्यो छुसिङ भयो भनेर चाहिँ त्यसरी सङ्केत गरेको है हजुरहरूलाई थाहा छ छैन तर चाहिँ ख्याल गर्नु होला ल यदि अगाडि यस्तो हामी कहिलेकाहीँ हिँडिरहेको बेला चाहिँ धेरै हुन्छ यस्तोमा चाहिँ यस्तो ट्रायङ्गल पनि हुन्छ त्रिभुज आकारको उल्टो भएको चाहिँ त्यहाँ चाहिँ रोक्ने उताबाट जाने रोक्ने अथवा चाहिँ साइड बाटो भनौँ मेन बाटो अगाडिको चाहिँ मेन बाटो छ मेन बाटोलाई चाहिँ नि प्राथमिकता दिने आफू चाहिँ त्यहाँ हेरेर रोकेर हेरेर अनि छिर्ने भनेर त्यस्तो त्यो इसी सङ्जी हुन्छ क्या कोरियनमा चाहिँ अनि त्यो इसी सङ्जी भनेर चाहिँ सिग्नल दिएको हो त्योमा चाहिँ त्यो लेनमा पऱ्यो भने चाहिँ त्योभन्दा अर्को लेनलाई चाहिँ नि प्राथमिकता दिनु अथवा चाहिँ मेन बाटो अर्को हो आफ्नो बाटो चाहिँ रोकेर हेरेर जानु भन्ने त्यस्तो सङ्केत गरेको हुन्छ अनि हजुरहरूलाई अब थाहा छ भने राम्रो थाहा छैन भने चाहिँ अब याद गर्नुहोस् ल दुईवटा टिप्स है हजुरहरूलाई अब म यहाँबाट चाहिँ उता फेगाम जाने बाटोनिर तल छुटेर अनि तलबाट चाहिँ अब ठाउँमा जान्छु हजुरहरूलाई देखाउँछु है जहाँ चाहिँ के छ भने गएपछि भन्छु म पनि एक दुईचोटि गएको छु अनि सुविधान साइड लाइट अफ गर्ने बिर्सेछ आज खासै जाडो त छैन रहेछ अब आइपुग्यो है म अहिले हजुरलाई देखाउने ठाउँ अब आइपुग्यो भनौँ यहीँ अगाडि नै हो यहाँबाट थोरै अगाडि गएर फेगाम आउँछ क्या यहाँ वरिपरिको साथीहरू त प्रायः सबैलाई थाहा छ होला युङगिन फेगाम अनि यहाँ फेगाममा चाहिँ नि स्पुक यहाँ युङगिन फेगाममा चाहिँ त्यहाँबाट आएकै के भन्छ पछि ट्याक्कै यादै आएन के अरे कारहरूको चाहिँ नि क्लासिक कारहरूको चाहिँ नि त एउटा क्याफे छ क्या अनि त्यहाँ क्याफेमा जानुलाई हो आइसक्यो यहाँ अगाडि नै हो अनि त्यहाँ गएर चिलमा एकछिन चिलमा बसेर आउनु पऱ्यो भनेर कफी खाँदै चिलमा बसेर आउनु पऱ्यो भनेर यहीँ हो क्या आइसक्यो यहीँ साइड साइडमा ओप्पो यहाँबाट चाहिँ नि ए है म आइपुग्यो हो म यहीँ रोकिदिएँ ल हो बाइकलाई यो क्याफे हो क्या कफी एन्ड बेकरी चाहिँ क्लासिक है त द ओन क्लासिक कार एन्ड क्याफे भनेर अनि यस्तो छ क्या यहाँ चाहिँ अनि यता पनि पुरानो गाडीहरू छ पुरानो भन्दा पुरानो डिजाइनको चाहिँ भनौँ
अनि यो सबै यहाँभित्र चाहिँ सबै त्यो गाडीहरू छ क्या गाडी स्टार्ट गरेर अब हल्का कोल्ड स्टार्ट भयो अब चाहिँ अब नि घरतिर निस्किनु लाग्यो अनि एकदम राम्रो ठाउँ छ है फेकाम्बेनको चाहिँ यहाँ द ओन क्लासिक कार एन्ड काफे भन्ने ठाउँ योङ्गिन फेकाम्बेनको हो
फेगाम बजारको चाहिँ अलिकति तल्लोपट्टि। अनि वरिपरि यहाँ वरिपरि नजिकमा हुने साथीहरू चाहिँ आउनुभएको छ होला, हेर्नुभएको छ होला, घुमघाम गर्नुभएको छ होला। म पनि पहिला एक दुईचोटि आएको थिएँ, अनि फेरि आज त एक्लै यतिकै रुम बस्दा बस्दा झ्याउ लागेर घुम्न आएको। अनि एकदम आनन्द ठाउँ छ, क्लासिक कारहरूको बारेमा जान्ने बुझ्न मन लागेको। अनि साथीहरूले चाहिँ नि यहाँ आएर चाहिँ हेर्न सक्नुहुन्छ, अनि घुम्ने अनि यसो आफ्नो टाइमलाई चाहिँ एकदम बिजी बनाउन चाहनुहुन्छ अथवा चाहिँ नि टाइम कसरी बिताउँ भनेर जाडो सिजनमा चाहिँ नि कसरी बिताउँ, अब बाहिर हिँड्दा पनि एकदम जाडो छ, त्यसैले चाहिँ नि त्यो कसरी बिताउँ भनेर सोचिराख्नु भएको छ भने चाहिँ यो क्याफेमा आएर यसो घुमघाम गर्न सक्नुहुन्छ है, अनुसन्धान अथवा चाहिँ कारको बारेमा अध्ययन गर्न सक्नुहुन्छ। अनि कारहरू चाहिँ फर्स्ट फ्लोरमा छ, यहाँदेखि लिएर परसम्म छ फर्स्ट फ्लोरमा। अनि सेकेन्ड फ्लोरमा कफी खाने बस्ने ठाउँ छ, गफ गर्ने ठाउँ। अनि थर्ड फ्लोरमा पनि काफे, अनि थर्ड फ्लोरमा पनि के अरे बसेर गफ गर्ने खाने। अनि बाहिरपट्टि आयो भने चाहिँ नि बाहिरपट्टिबाट पनि यसो छतबाट पनि बाहिरतिर हेर्ने ठाउँ, आनन्दको राम्रो ठाउँ छ है। म चाहिँ निस्किन लागेको, अब यहाँबाट चाहिँ घर फर्किन्छु। यहाँ गएर चाहिँ डाइसोमा जाने काम छ, डाइसोमा गएर एउटा सामान लिएर अनि घर फर्किन्छु। अनि आजको भिडियो चाहिँ यसम्म अन्तिम गर्छु, यहाँसम्म ल। अनि भिडियोहरू हेर्दै गर्नु होला, साथ सपोर्ट दिनु होला। अनि तल चाहिँ कमेन्ट भिडियो के कस्तो लाग्यो कमेन्टहरू गर्नु होला। अनि फेगाम नजिकको साथीहरू हुनुहुन्छ र फेगाम नजिकबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नु होला है त, को हुनुहुन्छ फेगाम नजिक, को साथीहरूले हेर्दै हुनुहुन्छ। सबैजनालाई नमस्ते, अन्यवासेयो है सबैजनालाई। म दाइस हिँड्न लागेको, एकचोटि यसो फेगाम बजारको चाहिँ भ्यू यसो लिम भनेर ओहो लुट्ट कान पर्ने थियो, बिर्सियो त। फेगाम बजार एकचोटि यसो एक राउन्ड हानेर डाइसोमा पुग्छ। म चाहिँ यहाँबाट यस्तै सिधा आएर सिधाबाट चाहिँ लेफ्ट राउन्ड लिएर अनि ठ्याक्क डाइसोमा जान्छ क्या यहाँबाट चाहिँ। अनि म चाहिँ ठ्याक्क एक राउन्ड घुमेर अनि डाइसोमा पुग्छु ल। यो चाहिँ अहिले योङ्गिन फेगाम मेन है, फेगाम बजार यो चाहिँ। कता बाटो हो नि, धेरै पछाडि आएर चाहिँ नि बिर्सेँ क्या हो बाटो मैले त। कता कता पो थियो बाटो, यतै जस्तो लाग्यो कता हो पनि। यहाँबाट पनि जान्छ क्या हो फेगामको डाइसो। Trouxe
आजको भिडियो यहीँसम्म अन्तिम। म चाहिँ दाइसोमा गएर चाहिँ नि मलाई चाहिने सामानहरू एउटा किन्न छ, अनि दाइसोको सामानहरू किनेर अनि फर्किन्छु। अब नेक्स्ट भिडियोमा भेटौँला है त।